गाइजहरु वेलकम छ तपाईहरुलाई हाम्रो ब्लग भिडियोमा। तपाईहरुले हेरेर आनन्द लिनु होला र सानो कमेन्ट छाड्नु चाहिँ नबिर्सनु नि। हेलो गाइज, आज चाहिँ अर्जुन दाजु र म यहाँनिर काम गरेर चट्ट खाजा खाँदै बसिरहेको छु। अनि हामी चाहिँ खाजा चौचौ खाँदैछौँ। यो चौचौ आजकलको चौचौ के हो? एक मुठी ल त्यो पनि भयो। जम्मा चौचौ एक मुठी यति छ। यो वाप्पै मुख उघाएर हाल्यो भने यो सिटिन्छ। मुठीमै हराउँछ एक मुठी। के गर्नुहुन्छ अर्जुन दाजु? मेरो त तिम्रो त एक मुठी हुँदो रहेछ, मेरो त एक गाँस मात्रै हुन्छ। एक गाँस मात्रै? कत्रो चाहिँ छ मुख तपाईँको? अनि यहाँनिर लेखेको छ पुरा। यो चाहिँ मामा चौचौ हो गाइजहरू। अनि यहाँ चाहिँ पुरा अन्डा अनि यहाँनिर धनिया अझै ब्रोकौलीहरू पनि पुरा लाएको देखिन्छ। अनि एउटा अन्डा काटेर यस्तो पिस राखिदिएको छ। तर यो पकाउँदै यसरी त्यो अलिक यसो चलायो भने नै सिद्धिन्छ क्या। यो चाहिँ ती सुकेर जान्छ चौचौ। अनि अन्डा मात्रै हुन्छ। त्यसै कारणले कि त चौचौ बनाउने हो यति बनाउनु। 2 गाँस त होस् न कमसेकम। हाम्रो दाजुको एकै गाँस मात्र हुन्छ। अनि आजकल धेरै भ्रम फैलिएको भनेको चाहिँ यस्तो कुपनहरू लाएर यस्तो के पर्छ भनेर 10 दुनियाँ कुराहरू लेखेर अनि कृपया ट्राई एगेन भन्दाखेरि लेखिदिएको हुन्छ है त गाइजहरु। यसमा त कुपन रहेछ। ओ साह्रै गनायो। अब यस्तो गनाइ भए पनि चौचौ खानु पर्या छ खाजा। हेलो हजुर हजुर, यहाँ 2 टुना निस्केछ। टुप्पा पनि 2टा आउँछ होला। यहाँ एउटा अघि सुरुले हेर्दै थियौँ नि सानो, त्यो नढाल्नु। अलि यताबाटतिर ठ्याक्कै हामीले अघि ढाल्यौँ नि, त्यसो तलतिर हेर्दै थियौ त एउटा। त्यहाँ आउँछ नि 2-4 जति। ए बुढोले 2 रुख मात्रै पो श्रमदान दिएको? ल ल अहिले त ठ्याक्कै कल गरेको थियो बुद्धराज सुहाङ भन्ने व्यक्तिले। 2टा मात्रै रुख काट्नु अरे गाइजहरू। त्यो त हामीलाई नि थाहा छ नि के भन्छ भनेर दाजु त्यतिकै जिस्काएको हो त। दाजु तपाईँको तपाईँको रायो के छ यहाँनिर? मेरो रायो रोप्नै बाँकी छ हौ। दाजुको रायो रोप्नै बाँकी रहेछ। भाउजू त कहिले आइपुग्छ? हामी चाहिँ यति साह्रो काम गर्छौँ 5 थर हिलियाङको सबैभन्दा धेरै काम गर्ने व्यक्तिहरूमा हामी गनिन्छौँ होइन नि गाइजहरू। यो काम गरे यस्तो भएको यो सब चिरा तर यिनीहरूको त कामै छैन। जहिले भिडियो मात्रै बनाउँछ अनि यसो हाल्छ भन्छ र त्यो होइन नि गाइजहरू। के भन्नुहुन्छ अर्जुन दाजु? हो नि, हो काम त हाम्रो दिनचर्या हो नि। हामीले काम नगरेको दिनै छैन। काम नगर्ने मान्छेले
भातै नखाओस् कि के भन्छ हो नि त्यो यत्रो काम गर्ने मान्छेलाई कोरियाले चाहिँ किन नबोलाएको होला चाहिँ कोरियाले लान्छ अब बिस्तारै अनि हामी नेपालमा मात्र होइन कोरियामा पनि गएर यस्तै खालको भिडियोहरू बनाउँछौँ अनि तपाईँहरूले हेरेर आनन्द लिनु होला गाइजहरू यो हाल्दा न अनि चाउचाउको प्याकेटभित्र यस्तो मसलाहरू प्राय हालिदिएको हुन्छ तर यो युज गर्दैन अनि कम्पनीले यो चाहिँ नराखिदिँदा नि हुन्थ्यो किनभने यो जतासुकै फ्यालेर यसले फोहोर र दुर्गन्धित मात्र फैलाउँछ हामी चाहिँ ग्रिन टी होइन ब्ल्याक टी खान्छौँ जसले चाहिँ हामीलाई अझै ऊर्जा थप्नको लागि पावर मिल्छ गाउँकै लोकल उत्पादन हो हाम्रै दाजुहरूकोमा बनाएको बमटाल भन्ने ठाउँमा आजलाई भिडियो यति नै गाइजहरू